भाइ बहिनीहरू नमस्कार। अनलाइन कक्षामा सबै भाइ बहिनीहरूलाई स्वागत छ। आज पनि हामी अनलाइन कक्षा पढ्नको लागि उपस्थित भइसकेका छौँ। भाइ बहिनीहरू, आज हामी कक्षा 6 को नेपाली पाठ्य पुस्तकमा रहेको मातृभूमिको आवाज कवितामा समावेश अभ्यासहरू छलफल गर्न जाँदैछौँ। यो पाठ 1 मा रहेको छ। भाइ बहिनीहरू सबैजनाले ध्यान दिएर सुन्नुहोला, हेर्नुहोला है। एकदमै महत्त्वपूर्ण अभ्यास आज हामी छलफल गर्छौँ है। हामीले अघिल्ला कक्षाहरूमा मातृभूमिको आवाज कवितालाई लयबद्ध तरिकाले वाचन गरिसकेका छौँ है। अनि कविको परिचय पनि गरिसकेका छौँ अनि हामीले यसको भावबोध पनि गरिसकेका छौँ र यससँग सम्बन्धित अभ्यास मध्ये शब्द भण्डार र बोध र अभिव्यक्ति पनि गरिसकेका छौँ। प्रश्न उत्तरहरू विशेष गरी हामीले चर्चा गरिसकेका छौँ। आजको कक्षामा भाइ बहिनीहरू हामी भाव विस्तार गर्नुहोस् मूल भाव गर्छौँ है। कसरी लेख्ने हामी सिक्छौँ। गुरुआमाले तपाईहरुलाई सिकाउनुहुन्छ, लेखेर पनि ल्याउनु भएको छ। म एकैछिनपछि तपाईहरुलाई स्लाइडबाटै देखाउँछु। आज हामी बोध र अभिव्यक्तिमा रहेको अभ्यास 7 देखि 10 सम्म गर्छौं। सबैजनाले आफ्नो किताब छ भने अगाडि राख्नुस्। आज पढ्दैन त्यही पनि तपाईले हेर्नु भयो हुन्छ कसरी लेख्ने भन्ने कुराहरु यहाँ छ। यहाँनिर म देखाउन गइरहेकी छु भाइ बहिनीहरु। नेपाली कक्षा 6 मातृभूमिको आवाज कविता है। डाक्टर देवी नेपालले लेख्नु भएको हो है। यो हामीले पढिसकेका छौं, त्यही भएर मैले यसलाई स्किप गर्छु है। कविको परिचय पनि हामीले गरिसकेका छौं, कवितालाई पनि वाचन गरिसकेका छौं, त्यही भएर मैले यसलाई स्किप गरेँ। शब्द भण्डार पनि गरिसकेका छौं है। आज हामी बोध र अभिव्यक्तिको 7 नम्बरदेखि 10 नम्बरसम्म गर्ने भाइ बहिनीहरु। यो हामीले गरिसकेका छौं है। प्रश्न उत्तरहरु आजको कक्षामा हामी महत्त्वपूर्ण प्रश्न उत्तरहरु गर्न जाँदैछौं। भाव विस्तार गर्नुहोस् हो। अनि मातृभूमिको आवाज कविताको मूल भाव लेख्ने है। अनि 9 र 10 मा रहेको प्रश्न उत्तरहरु हामी आज छलफल गर्ने है त। ल सबैजना तयार हुनुहुन्छ? विजया विजया मेरो आवाज सुन्नु भएको छैन हो? कुशल हजुर गुरुआमा सुनिरहनु भएको छ नि मेरो आवाज है? ल अब 7 नम्बरमा हेर्नुस्, भाव विस्तार गर्नुहोस् भन्ने छ। कसरी गर्ने त भाव विस्तार? यहाँनिर हामीलाई मातृभूमिको आवाज कविताबाट हैन, श्लोकबाट केही अंश यहाँनिर भाव विस्तारको लागि दिएको छ। छैनन् पराई सब भाइ भाइ, आमा पुकार्छन् सबले मलाई भनेको छ है। यो अंशलाई हामीले के गर्ने त? भाव विस्तार गर्ने। कसरी गर्ने तपाईहरुले यसरी देखिरहनु भएको छ। म यसलाई पढेर सुनाउँछु है। छैनन् पराई सब भाइ भाइ, आमा पुकार्छन् सबले मलाई। यसरी हामीले लयबद्ध तरिकाले वाचन गरेको यो कवितालाई आज हामी भाव विस्तार गर्न जाँदैछौँ भाइ बहिनीहरु। उत्तरमा हेर्नुहोस् त। मातृभूमिको आवाज कविता देवी नेपालद्वारा रचना गरिएको हो। यो कविता राष्ट्रप्रेम झल्काउने र नेपालको सांस्कृतिक विविधता प्रस्ट्याउने कविता हो। माथि दिएको कवितांशमा कविले नेपाल हाम्रो मातृभूमि भएको उल्लेख गर्दै आमाका रूपमा स्वीकारिएको छ। हामी नेपाली है, जहाँसुकै रहे पनि कोही पढाइ नभएको कुरा स्पष्ट पार्न खोजिएको छ। हामी सबै भाइ भाइ हौं, एक आपसमा मिलेर बस्नुपर्छ, सबै मिलेर देश बनाउनु पर्छ। सबै नेपालीले नेपाल आमाका रूपमा पुकारा गरेका छौं। नेपाल आमालाई सबै मिलेर सुन्दर बनाउनु पर्छ भन्ने कुरा माथिको कवितांशमा स्पष्ट पारिएको छ। यसरी
यो अंशलाई हामीले यसरी भाव विस्तार गर्न सक्छौं। भाइ बहिनीहरू, हामीले एउटै अनुच्छेद बनाएर पनि लेख्न सक्छौं। मैले तपाईहरुलाई बुझ्नको लागि दुईटा अनुच्छेद बनाएर राखिदिएकी छु। यसरी तपाईले लेख्न सक्नुहुनेछ है। सुरुमा के लेख्ने, बीचमा के लेख्ने हैन, यसरी चाहिँ भाव विस्तार गर्ने। कुनै पनि अंशलाई है श्लोकहरुलाई यहाँनिर दिएको छ। हामीलाई कुन श्लोकमा छ यो? मातृभूमिको आवाज कवितामा रहेको 5 वटा श्लोक मध्ये पहिलो श्लोकमा छैनन् पराई सब भाइ भाइ आमा पुकार्छन् सबैले मलाई हो। यो अंश चाहिँ यहाँनिर हामीलाई भाव विस्तारको लागि दिएको थियो। गुरुआमाले तपाईहरुलाई भाव विस्तार गरेर सुनाइसक्नु भएको छ है। तपाईहरुलाई सजिलो हुन्छ। पहिलो पाठ भएको कारणले गर्दाखेरि गुरुआमाले तपाईहरुलाई यसरी लेखेर देखाइरहनु भएको छ है। आगामी कक्षाहरुमा तपाईहरुले आफै अभ्यास गर्नुपर्ने हुन्छ। आजको कक्षामा चाहिँ भाइ बहिनीहरुलाई सजिलो होस् भनेर यसरी प्रस्तुत गरिदिएकी छु। ल, विजयाले यो भाव विस्तार गरेर एकपटक पढेर सुनाइदिनुस् त सबै साथीहरुलाई बुझ्ने गरी। बिस्तारै छिटो छिटो पनि बिस्तारै पनि। ल हुन्छ गुरुआमा। उत्तर मातृभूमिको आवाज कविता देवी नेपालद्वारा रचना गरिएको हो। यो कविता राष्ट्र प्रेम झल्काएको संस्कृति विविधता प्रस्ट्याउने कविता हो। माथि दिएको कवितासम्ममा कविले नेपाल हाम्रो मातृभूमि भएको उल्लेख गर्दै आमाका रूपमा स्वीकारेको छ। हामी नेपाली जहाँसुकै रहे पनि कोही पराई नभएको कुरा स्पष्ट पार्न खोजिएको छ। हामी सब भाइ भाइ हौं, एक आपसमा मिलेर बस्नुपर्छ, सबै मिलेर देश बनाउनु पर्छ। सबै नेपालीले नेपाल आमाका रूपमा पुकार गरेका छौं। नेपाल आमालाई मिलेर सुन्दर बनाउनु पर्छ भन्ने कुरा माथिको कवितासम्ममा स्पष्ट पारिएको छ। ल, धन्यवाद। आज विजयको नेट अलि स्लो छ, आवाज आएको छैन कुनै कुनै ठाउँमा। ठिकै छ है। भाइ बहिनीहरुले बुझ्नु भयो होला। रोजिता, कुशल, तपाईहरुले पनि बुझ्नु भयो होला है। बुझ्नु भयो कसरी लेख्ने भाव विस्तार भन्ने? बुझ्नु भएको छ नि है। नबुझेको ठाउँमा चाहिँ सोध्नु होला है। म बुझाइदिन्छु। छैनन् पराई सब भाइ भाइ आमा पुकार्छन् सबले मलाई है। यस अंशलाई चाहिँ हामीले चाहिँ के गर्नुपर्ने थियो? भाव विस्तार गर्नुपर्ने थियो। मैले पनि पढेर सुनाएँ, विजयाले पनि पढेर सुनाउनु भइसकेको छ है। धन्यवाद विजयालाई। यसरी सबैले पढ्ने प्रयास गर्नुस्, घरमा लेख्ने प्रयास गर्नुस् है। म पनि तपाईहरुलाई यो लिंक पठाइदिन्छु, मेसेन्जरमा फोटो खिचेर पनि पठाइदिन्छु। अनि तपाईहरुले घरमा लेख्ने, राम्रो अक्षर बनाएर अनि कसरी लेख्ने रहेछ भाव विस्तार भन्ने कुरा पनि ख्याल गर्नु होला भाइ बहिनीहरु है। ल, सबैजनालाई भनेको नि फेरि मेरो नाम लिएन, गुरुआमाले भन्नु होला। साइबी, अदिति हुनुहुन्छ, एलिसा हुनुहुन्छ, विजय, नयाँ हाम्रो विद्यार्थी हुनुहुन्छ, कुशल हैन, सबैजनालाई भनेको है। यसरी 7 नम्बरको भाव विस्तार यसरी गरिन्छ। सबै भाइ बहिनीले देखिरहनु भएको छ। यसरी घरमा आफू पनि अभ्यास गर्नु होला। गुरुआमाले पनि पठाइदिनुहुन्छ तपाईहरुको लाई है, तपाईहरुलाई सहज हुन्छ गर्नको लागि है। ल, सक्यो यो है। छैनन् पराई सब भाइ भाइ आमा पुकार्छन् सबले मलाई भन्ने यो अंशलाई यसरी हामीले भाव विस्तार गर्न सक्छौं। कसरी? उत्तरमा मातृभूमिको आवाज कविता देवी नेपालद्वारा रचना गरिएको हो। यो कविता राष्ट्र प्रेम झल्काउने र नेपालको सांस्कृतिक विविधता प्रस्ट्याउने कविता हो। माथि दिएको कवितांशमा कविले नेपाल हाम्रो मातृभूमि भएको उल्लेख गर्दै आमाका रूपमा स्वीकारिएको छ। हामी नेपाली जहाँसुकै रहे पनि कोही पराई नभएको कुरा स्पष्ट पार्न खोजिएको छ। हामी सबै भाइ भाइ हौं, एक आपसमा मिलेर बस्नुपर्छ, सबै मिलेर देश बनाउनु पर्छ। सबै नेपालीले नेपाल आमाका रूपमा पुकारा गरेका छौं। नेपाल आमालाई सबै मिलेर सुन्दर बनाउनु पर्छ भन्ने कुरा माथिको कवितांशमा स्पष्ट पारिएको छ भनेर तपाईहरुले यसरी लेख्न सक्नुहुनेछ। ल भाइ बहिनीहरु, 7 नम्बरको सक्यो। अब हामी 8 नम्बरमा जाउँ है। अब यो कविताको मूल भाव के हो त है?
8 नम्बरमा मातृभूमिको आवाज कविताको मूल भाव लेख्नुहोस् भनेको छ। समग्र हामीले मातृभूमिको आवाज कवितामा रहेको 5 वटा श्लोकहरूलाई समेटेर लेख्नुपर्छ है। 4-4 हरफको 5 वटा श्लोकहरू रहेका छन्, त्यसैलाई मिलाएर लेख्ने हो। यसलाई पनि हामीले सुरुमा कसरी लेख्ने, बिचमा कसरी लेख्ने, अन्त्य कसरी गर्ने, यो कुराहरू तपाईहरुले ख्याल गर्नु होला भाइ बहिनीहरु है। यो पनि तपाईहरुले बुझ्नुपर्ने कुरा हो। हामीले लेख्दा धेरै ढङ्ग पुर्याएर गर्नुपर्ने हुन्छ, तरिका मिलाएर लेख्नुपर्ने हुन्छ। यसरी हामीले अभ्यास गर्यौं भने आगामी कक्षाहरूमा हामीले अरु कविताहरूको पनि मूल भाव लेख्न सक्छौं। बुझिरहनु भएको छ रोजिता? गुरुआमा। ल यसलाई नि म पढेर सुनाउँछु है। मातृभूमिको आवाज कविताको मूल सन्देश लेख्नुहोस् भनेको छ। मैले यसरी लेखेर ल्याएकी छु तपाईहरुलाई सजिलोको लागि है। उत्तर हेर्नुहोस्। मातृभूमिको आवाज कविता देवी नेपालद्वारा रचना गरिएको कविता हो। यस कवितामा कविले नेपाल आमाको पुकारलाई मार्मिक ढङ्गबाट प्रस्तुत गरेका छन्। अनेकतामा एकता नेपालको विशेषता भएकाले यसको सम्मान गर्दै सबैले नेपालको विकास र उन्नतिमा लाग्नुपर्ने कुरा नै यस कविताको मूल भावका रूपमा रहेको छ। यसरी हामीले पहिलो अनुच्छेदमा कसले लेखेको उल्लेख गर्ने र समग्रमा सबै कुराहरू पहिलो अनुच्छेदमा थोरै वाक्यमा लेख्ने र अब जाउँ दोस्रो अनुच्छेदमा चाहिँ सबै श्लोकलाई समेटेर लेखिन्छ भाइ बहिनीहरु है। कवितामा नेपाललाई एक पूर्ण मानिसको शरीरसँग तुलना गरिएको छ है। हामीले कवितामा पढिसकेका छौं, भाइ बहिनीहरुले बुझिसक्नु भएको छ। कवितामा नेपाललाई एक पूर्ण मानिसको शरीरसँग तुलना गरिएको छ। नेपाललाई माथका रूपमा, पहाडलाई छातीका रूपमा र तराईलाई काखका रूपमा तुलना गरिएको छ। त्यस्तै नेपालमा विभिन्न जातजातिहरूका विभिन्न संस्कृति र वेशभूषा रहेको कुरा कवितामा उल्लेख गरिएको छ। गौरा, देउडा, मिथिला कला, देउसी भैलो, धान नाच जस्ता थुप्रै संस्कृति नेपालमा रहेको छ। त्यस्तै धोती, कुर्ता, घलेक, साडी जस्ता विभिन्न वेशभूषा पनि नेपालमा प्रचलित छन्। यी सबैको सम्मान र संरक्षण गर्नु हामी सबैको दायित्व हो, काम हो। अब नेपाललाई श्रम र सिपको आवश्यकता रहेको कुरा पनि कवितामा कविले व्यक्त गरेका छन् है। छुटेछ है यहाँनिर, कविले गरेका छन् भएछ, व्यक्त गरेका छन् है। लेखिहाल्छु यहाँनिर। व्यक्त हामीले सच्याउनु पर्छ, हामीले गल्ती पढ्नु हुँदैन। व्यक्त हैन, व्यक्त प्रस्तुत गरेका छन्, व्यक्त गरेका छन् जसरी भने नि हुन्छ है भाइ बहिनीहरु। मैले सच्याए, देख्नु भएको छ सबैजनाले? मैले सच्याएको देख्नु भएको छ नि है? ल ल छुटेछ, कहिलेकाहीँ टाइपिङ मिस्टेक हुन्छ हैन, लेख्दै जाँदाखेरि हामीले सच्याउनु पर्छ है। मलाई पनि तपाईहरुले भन्न सक्नुहुनेछ यहाँनिर छुट्यो गुरुआमा भनेर भन्न सक्नुहुनेछ। यहाँनिर थियौं है हामी। कवितामा कविले व्यक्त गरेका छन् भनेर यसरी दोस्रो अनुच्छेदमा सबै कुरा समेटेर हामीले लेख्न सक्नुपर्छ है। अब तेस्रो अनुच्छेदमा जाउँ। यस प्रकार यो लामो उत्तर आउने खालको प्रश्न हो भाइ बहिनीहरु है, एकदमै ख्याल गर्नु होला। यस प्रकार विविधतामा एकता रहेको नेपाललाई हामी सबै नेपाली मिलेर श्रम र सिपले सिंगार्नु पर्छ भन्ने कुरा कविले मातृभूमिको आवाज हो, मातृभूमिको आवाज कविताको माध्यमबाट व्यक्त गरेका छन् अथवा प्रस्तुत गरेका छन्। यसरी हामीले मातृभूमिको आवाज कविताको मूल भाव प्रस्तुत गर्यौं। भाइ बहिनीहरु, गुरुआमाले पढेर सुनाउनु भइसकेको छ। तपाईहरुकै सहजको लागि यो लेखिदिएकी छु। तपाईहरुले घरमा यसलाई फेरि लेख्न सक्नुहुनेछ, पुनर्लेखन गर्न सक्नुहुनेछ है भाइ बहिनीहरु। बुझ्नु भएको छ कसरी लेख्ने मातृभूमिको आवाज कविताको मूल भाव भन्ने? सबैजनाले बुझ्नु भएको छ? ल बुझ्नु भएको छ भने हामी
अर्को नम्बर गर्न जाउँ है। अझै तपाईहरुलाई म भन्छु, सुरुमा मातृभूमिको आवाज कविता देवी नेपालद्वारा रचना गरिएको कविता हो भन्नु पर्यो हैन। अब यस कवितामा कविले चाहिँ नेपाल आमाको पुकारलाई चाहिँ एकदमै मार्मिक सठिक ढंगबाट प्रस्तुत गरेको छ क्या है, गरेका छन् भन्ने है, गरेको छ हैन, गरेका छन्। अनि अनेकतामा एकता नेपालको विशेषता भएकाले यसको सम्मान गर्दै सबैले नेपालको विकास र उन्नतिमा लाग्नुपर्ने कुरा नै यस कविताको के हो त मूल भाव हो, मुख्य भाव हो भाइ बहिनीहरू है। कवितामा नेपाललाई चाहिँ एक पूर्ण मानिसको शरीरसँग तुलना गरिएको छ। नेपाललाई माथका रूपमा, माफ गर्नुहोला, हिमाललाई माथका रूपमा, पहाडलाई छातीका रूपमा, तराईलाई काखका रूपमा तुलना गरिएको छ। त्यस्तै नेपालमा विभिन्न जात जातिहरूका विभिन्न संस्कृति र वेशभूषा रहेको कुरा कवितामा उल्लेख गरिएको छ। कौरा, देउडा, मिथिला कला, देउसी भैलो, धान नाच जस्ता थुप्रै संस्कृति नेपालमा रहेको छ। त्यस्तै धोती, कुर्ता, घलेक, साडी जस्ता विभिन्न वेशभूषा पनि नेपालमा प्रचलित छन्। यी सबैको सम्मान र संरक्षण गर्नु हामी सबै नेपालीको दायित्व हो अनि काम हो, अनि तपाईहरुको पनि हो है। अब नेपाललाई श्रम र सिपको आवश्यकता रहेको कुरा पनि कविले यस मातृभूमिको आवाज कवितामा व्यक्त गरेका छन्। आफ्नै शैलीमा आफ्नै भाषा प्रयोग गरेर पनि लेख्न सक्नुहुनेछ। गुरुआमाले लेखिदिएको सार्नुपर्छ भन्ने पनि छैन, यो त तपाईहरुलाई नमुना है। अर्को कुनै फेरि कवितामा यस्तै मूल भाव गर्न सक्नुहुनेछ भनेर लेखिदिएको मात्रै है। अब अन्तिममा यसरी गर्न सक्छौँ हामी। यस प्रकार विविधतामा एकता रहेको नेपाललाई हामी सबै नेपाली मिलेर श्रम र सिपले सिंगार्नुपर्छ भन्ने कुरा कविले मातृभूमिको आवाज कविताको माध्यमबाट प्रस्तुत गरेका छन् अथवा व्यक्त गरेका छन्। यसरी हामीले मूल भाव पनि लेख्न सक्छौँ भाइ बहिनीहरू। अब यो सबै कहाँ छ त, कसरी लेख्ने मूल भाव है। यो मातृभूमिको आवाज कविता एउटा दुईटा हो, अनि तीनटा चारवटा अनि पाँचवटा छ के यसो है, चार चार हरफको छ। यसैलाई मिलाएर अस्ति नै हामीले गरिसकेका छौँ है छलफल, कसरी भावबोध गर्ने, भाव कसरी लेख्ने, मूल भाव के हो भन्ने कुरा हामीले छलफल गरिसकेका छौँ। कक्षामा उपस्थित भएर पढ्ने भाइ बहिनीहरूलाई त थाहा भइसक्यो होइन, भन्नुहोस् त एलिसा हो नि है। प्रिन्स हो कि न, प्रिन्स हो नि है। हो गुरुआमा। तपाईहरुलाई यो त्यति गाह्रो छैन, बुझिसक्नु भएको छ, तैपनि तपाईहरुलाई पुनरावृत्ति गराएको हुँ है। यहाँबाट मिलाएर लेख्न सकिन्छ भनेको क्या मैले। नेपाललाई चाहिँ एउटा पूर्ण एउटा मानिसको शरीरसँग तुलना गरिएको छ भनेको चाहिँ यहाँनिर छ हेर्नुहोस् त। अनि हिमाललाई चाहिँ उच्च माथ, पहाडलाई छाती, मधेसलाई काखको रूपमा स्वीकारिएको कुरा, दौरा, कुर्ता, बक्खु, घले, यी सबै यहाँबाट मिलाएर लेखिएको के भाइ बहिनीहरू। हेर्नुहोस् त, संस्कारको कुरा, श्रम र सिपको कुरा दोस्रो श्लोकमा हैन। यसरी यहाँबाट मैले तपाईहरुलाई मिलाएर लेखिदिएकी छु। घरमा पनि तपाईहरुले आफ्नै भाषामा के गर्न सक्नुहुनेछ, मूल भाव लेख्न सक्नुहुनेछ। ल भाइ बहिनीहरू 8 नम्बरको सकियो। अहिलेसम्म तपाईहरुलाई सोध्नुपर्ने केही छ भने भन्नुस्, नत्र भने हामी अर्को नम्बरमा जाने है। ल हेर्नुस्, यहाँनिर 9 नम्बरमा छ भाइ बहिनीहरू, मातृभूमिको आवाज कविताको दोस्रो श्लोकबाट 3 वटा प्रश्न, माफ गर्नुहोला, 9 नम्बरमा रहेको छ मातृभूमिको आवाज कविताको दोस्रो श्लोकबाट 3 वटा प्रश्न बनाउनुहोस् भनेको छ है। प्रश्न बनाउने के हामीले है। गुरुआमा सबैजनाले देखिरहनु भएको छ 9 नम्बरमा है। मातृभूमिको आवाज कविताको दोस्रो श्लोकबाट चाहिँ 3 वटा प्रश्न बनाउनुहोस् हामी भनेर हामीलाई चाहिँ अनुरोध गरेको छ यस 9 नम्बरले है। कसरी बनाउने त मैले यहाँनिर तपाईहरुलाई बनाएर त देखाइसकेकी छु, तपाईहरुले पनि बनाउन सक्नुहुनेछ। 4 वटा हरफहरु छन् त्यो श्लोकमा, दोस्रो श्लोकबाट हैन, अघि नै मैले देखाइसकेकी छु। यहाँबाट चाहिँ यो संस्कार बाँचेपछि देश बाँच्छ, मनुष्य हाँसे परिवेश हाँस्छ, उनेर माला अब फूललाई सिंगार नहोस् रमले मलाई। यो 4 वटा हरफबाट एउटा श्लोक, यो दोस्रो श्लोकबाट 4 वटा हरफबाट हैन मिलाएर तपाईहरुले प्रश्न बनाउने है। मैले चाहिँ के बनाएको छु त हेर्नु होला है त। संस्कार बाँचेपछि के बाँच्छ, संस्कार
बाँचेपछि देश बाँच्छ भनेको छ, यसलाई चाहिँ कसरी हामीले प्रश्न बनाउने त? के बाँचे संस्कार बाँच्छ भनेर प्रश्न पनि बनाउन सक्छौँ है। यो दोस्रो श्लोकबाट हामीले प्रश्न बनाउने हो है। देखिरहनु भएको छ सबैजनाले। अब यता हेर्नुहोस्, मैले चाहिँ यसरी तपाईहरुलाई बनाएर देखाइसकेकी छु। हेर्नु त स्लाइडमा सबैजनाले है। कमा चाहिँ के बाँचे देश बाँच्छ हैन। खमा के हाँसेपछि परिवेश हाँस्छ। ग देशलाई केले सिंगार्न सकिन्छ है। यसरी हामीले प्रश्न बनाउन सक्छौं। सक्नुहुन्छ तपाईहरुले पनि अरु श्लोकहरुको बनाउन सक्नुहुन्छ नि। यो चाहिँ दोस्रो श्लोकबाट भनेको भएर मैले यसरी गरे हो। यसरी तपाईहरुलाई बनाएर देखाए। आउँछ तपाईहरुलाई अरु श्लोकहरुको बनाउनलाई आउँछ नि हैन। जस्तै अब हिमाललाई के को रूपमा स्वीकारिएको छ भनेर तेस्रो श्लोकमा बनाउन सक्नुहुनेछ हो। अनि मधेसलाई के को रूपमा स्वीकारिएको छ, पहाडलाई के को रूपमा स्वीकारिएको छ। यसरी चाहिँ तपाईहरुले प्रश्न बनाउन सक्नुहुनेछ है। 5 वटा श्लोकबाट हामीले प्रश्न बनाउन सक्छौं। हामीलाई चाहिँ किताबमा चाहिँ के भनेको छ, दोस्रो श्लोकबाट चाहिँ 3 वटा प्रश्नहरु बनाउनुहोस् भनेको थियो हैन। गुरुआमाले तपाईहरुलाई बनाएर देखाइसक्नु भएको छ। म एकजनालाई सोध्छु है। ल कसले चाहिँ प्रयास गर्ने, म एउटा श्लोक दिन्छु यहाँबाट। ल यहीबाट भन्नुस्। यो श्लोकबाट एउटा प्रश्न बनाउनुस्। ल तेस्रो श्लोकबाट कसले बनाउने? म नाम भन्दिन, जसले भन्नुहुन्छ भन्नुस्। प्रश्न बनाउने हो के यहाँबाट। हामीले पहिलाको 6 कक्षाको किताबबाट चाहिँ हैन। अहिले किताब नयाँ छ नि त पाठ्यपुस्तक हैन। पुरानोमा चाहिँ यो कविता यो श्लोक पढेर चाहिँ प्रश्नको उत्तर लेख्नु पर्ने हुन्थ्यो। अहिले चाहिँ प्रश्न बनाउने राखिदिएको छ के भाइ बहिनीहरु। कसले बनाउने? विजय प्रयास गर्ने, प्रिन्स बनाउन आउँछ? ल गर्नुस्। अभ्यास गर्ने हो नि त। ल गर्नुस्। पहाड र मधेसलाई के भनिएको छ एउटा। अनि पहाड र मधेसलाई के का रूपमा स्वीकारिएको छ भन्दा पनि भयो हैन। हिमाललाई के को रूपमा लिएको छ भन्दा पनि भयो। धन्यवाद। रोजिता हो, रोजिताले प्रयास गर्नुभयो। अरु कसैले चाहिँ अभ्यास गर्नुहुन्छ प्रश्न बनाउन? ल ठीक छ। अर्को कक्षामा हामी फेरि यसलाई अभ्यास गरौँला हैन। घरमा पनि अभ्यास गर्नु होला। ठिकै छ, रोजिताले प्रयास गर्नुभयो, त्यसको लागि धन्यवाद। अब हामी अर्को प्रश्नमा जाउँ है। अर्को नम्बरमा 9 नम्बरको पनि सक्यौं। कसरी प्रश्न बनाउने भन्ने कुराहरु तपाईहरुले थाहा पाइसक्नु भएको छ। घरमा मातृभूमिको आवाज कविताको कुनै पनि श्लोकबाट तपाईहरुले बनाउन सक्नुहुनेछ है। ल हेर्नुहोस् त, मैले चाहिँ यसरी 9 नम्बरमा मातृभूमिको आवाज कविताको दोस्रो श्लोकबाट 3 वटा प्रश्न बनाए। तपाईहरुले पनि अन्य श्लोकबाट बनाउन सक्नुहुनेछ। कुशल कुमुद बुझिरहनु भएको छ? हौ गुरुआमा। अनि प्रतीकले? ल प्रतीक? ल ठिकै छ, प्रतीकको आवाज आएन। अब हामी अर्को नम्बरमा जाउँ। 10 नम्बरमा हेर्नु होला भाइ बहिनीहरु। हिजो आज चाडपर्व बढी भड्किला र खर्चिला बन्दै गएका छन्। यस्तो अवस्थामा सुधारका लागि तपाई अरूलाई कसरी अनुरोध गर्नुहुन्छ बताउनुहोस् भनेको छ। यहाँनिर नमुनाको रूपमा मैले तपाईहरुलाई गरेर ल्याइसकेकी छु है। यो पहिलो पाठ भएको कारणले गर्दाखेरि भाइ बहिनीहरुलाई अप्ठ्यारो होला, के गर्ने होला, कसो गर्ने होला भनेर मैले तपाईहरुलाई लेखेर ल्याइदिएकी छु है। आगामी कक्षाहरुमा हैन, अन्य पाठहरुमा आफैले पनि अभ्यास गर्नुपर्ने हुन्छ है। हामीले विभिन्न विधाहरु पढ्नुपर्छ नेपाली पाठ्यपुस्तकमा कक्षा 6 को है। यसपालि मात्रै परिवर्तन भएको छ। त्यही कारणले गर्दाखेरि तपाईहरुलाई के अप्ठ्यारो होला भनेर गुरुआमाले गरिसक्नु भएको छ। यति भएपछि भाइ बहिनीहरुलाई के हुन्छ, सजिलो हुन्छ हो कि न? ल भन्नुस् त। अब अर्को कक्षामा तपाईहरुले आफै गर्न सक्नुहुनेछ है, हो कि न? रोजिता
गर्न सक्नुहुन्छ अबका कक्षाहरूमा? अहिले चाहिँ गुरुआमाले गरिदिनु भएको छ, पछि गर्न सक्नुहुन्छ नि हैन? यसरी अभ्यास गरेपछि नमुना अभ्यासहरू गरिसकेपछि पछिको कक्षामा तपाईहरु आफै गर्न सक्नुहुनेछ है। ल यहाँ भनेको थियो हिजो आज चाडपर्व बढी भड्किला र खर्चिला बन्दै गएका छन्। यस्तो अवस्थामा सुधारका लागि तपाईहरुलाई कसरी अनुरोध गर्नुहुन्छ बताउनुहोस् भनेको छ। यो थाहा छ नि, घाँटी हेरी हाड निल्नुपर्छ भन्ने थाहा छ? सुन्नु भएको छ उखान कसैले? सुन्नु भएको छ? छैन गुरुआमा, छैन। छैन? यो के हो त? कसलाई थाहा छ? घाँटी हेरी हाड निल्नुपर्छ, आफ्नो क्षमता हेरेर खर्च गर्नुपर्छ क्या। दसैँ तिहार आयो हैन, अन्य चाडपर्व आयो हैन, अलि धनीले त मज्जाले गर्लान् हैन, देखाएर गर्लान् र उनीहरुसँगै नभएका गरिबहरूले पनि त्यही दाँजोमा गर्न सक्छन् त? सक्दैनन् नि त। त्यही अवस्थाको त्यही तहको गर्नु पर्यो नि त। हामीले उनीहरुको देखासिकीमा ऋणै लगाएर चाडपर्व मनाउनु त भएन नि हैन? त्यही भएर घाँटी हेरी चाहिँ हाड निल्नुपर्छ भनेको बुझ्नुभयो नि? हामी जुन अवस्था छौं त्यही अवस्थामा हामी खुसी हुनुपर्छ भनेको क्या है। अब तपाईहरुको भूमिका हो त यो चाहिँ है। हिजो आज चाडपर्व बढी भड्किला खर्चिला, जस्तै तपाईहरुको अब तीज नजिक आइरहेछ हैन? तीज हेर्नुस् त अहिले त यो हाम्रो परिस्थिति समयले गर्दाखेरि मात्रै हो, नत्र भने पहिलाका वर्षहरुमा तीज मनाउने भन्दाखेरि 1 महिना 2 महिना 3 महिना अगाडि नै दर खाने हैन, पार्टी प्यालेसमा जाने हैन, त्यस्तो थियो कि थिएन? पहिलाको गाउँघरको तीज कस्तो हुन्थ्यो हैन? अहिले शहरमा चाहिँ यसरी पार्टी प्यालेसमा जाने 2-3 महिना अगाडि नै खर्च गर्ने हैन, त्यस्तो गर्ने गर्छन् नि। थाहा छैन यो कुरा? त थाहा छ नि तपाईहरुलाई? थाहा छ गुरुआमा। हो, यही भनेको क्या। हिजो आज चाडपर्व बढी भड्किला खर्चिला हुँदै गएको छ क्या हैन? गएको छ। यस्तो अवस्थामा हैन तपाई अरूलाई कसरी अनुरोध गर्नुहुन्छ क्या? तपाईहरुले चाहिँ कसरी उनीहरुलाई सम्झाउनुहुन्छ क्या गर्नुहुन्न भनेर हैन? हामीले अब यस्तो चाडपर्व मनाउने क्रममा हाम्रो संस्कृतिलाई नै बिगार्ने विकृति आउने खालको गर्नु त भएन नि। हामीले अर्काको संस्कृति अंगाल्नु त भएन नि। आफ्नो संस्कृतिलाई त जोगाउनु पर्छ नि। ऋणमा डुब्नु त भएन नि भनेर चाहिँ तपाईहरुले सकारात्मक चाहिँ दिने क्या। सकारात्मक यस्तो भन्छन् अंग्रेजीमा तपाईहरु के पोजिटिभ मेसेज दिने भन्नुहुन्छ नि है? हामी नेपालीमा के भन्ने? सकारात्मक सुझाव दिने भनौं न। सकारात्मक सुझाव दिन सकिन्छ भनेको क्या हामीले है। तपाईहरुको दायित्व त्यो चाहिँ क्या, बुझ्नुभएको भएन? अब तपाईहरु बनेर मैले चाहिँ यसरी उत्तर लेखेर ल्याएकी छु। अब हेर्नुस् है, यसरी गरौँ हामी। उत्तरमा हिजो आज चाडपर्व बढी भड्किला र खर्चिला बन्दै गएका छन्। अचेल जसरी पनि अरूलाई देखाउनु पर्ने चलन बढ्दै गएको छ। यो राम्रो चलन होइन। यसलाई हटाउन हामी बालबालिकाको पनि के हुन्छ? विद्यार्थीको पनि भन्दा पनि भयो, बालबालिकाको भन्दा पनि भयो है। बालबालिकाको पनि मुख्य भूमिका रहन्छ है। चाडपर्व रमाइलोको लागि र संस्कृति जोगाउनको लागि हो, ऋणमा डुब्न होइन भन्ने कुराको चेतना जगाउनु आवश्यक छ भनेर तपाईहरुले लेख्न सक्नुहुनेछ। अझै मनमा लागेका कुराहरू तपाईहरुको परिवारमा पनि त हुन्छ नि हैन? यस्तो मलाई यो ल्याइदिए हुन्थ्यो हैन, यो त्यो ल्याइदिए हुन्थ्यो, यो किनिदिए हुन्थ्यो, तीजमा दसैँ तिहारमा चाहिँ मलाई यस्तो लुगा लाउन मन लागेको थियो भनेर आफ्नो क्षमता भन्दा हैन धेरै खर्च गर्न खोज्यो भने त हुँदैन नि त, ऋणमा डुबिन्छ नि त। त्यस्तो गर्नु भएन, जे छ त्यसैमा रमाउने भनेको के यो भनेको। बुझ्नु भयो कि भएन सबैजनाले? बुझ्यो गुरुआमा। ल सबैजनाले बुझ्नु भयो कि 1-2 जनाले मात्रै बुझ्नु भएको यो कुरा? ल म सोध्छु है। सबैजनाले होला नि। सबैजनाले होला नि हैन? यहाँनिर प्रिन्स हुनुहुन्छ, सैबी अनि प्रतीक हैन, भाइ बहिनीहरु सबैजनाले बुझ्नु त भएको छ। हाम्रो नयाँ विद्यार्थी हुनुहुन्छ कुशल कुमोद हुनुहुन्छ, दाजुभाइ होला सायद हैन, उहाँहरूले पनि बुझिरहनु भएको छ होला भन्ने लागेको छ। केही गुनासो केही चित्त नबुझेको छ भने भन्न सक्नुहुनेछ है गुरुआमालाई।
देवकुमारी हुनुहुन्छ, बुझिरहनु भएको छ होला। अदिति हुनुहुन्छ, सैबी, रुमिका, स्तोप, तक्सेप पनि हुनुहुन्छ, सनम हुनुहुन्छ आज हैन, युनिसा हुनुहुन्छ। सबैजनाले बुझिरहनु भएको छ होला भन्ने लागेछ। अब यसरी पढाउँदा तपाईहरुलाई कस्तो लागेछ, बुझ्नु भएको छ भने बुझ्या छौं गुरुआमा भन्नुस्। फेरि नत्र भने यसरी पढाउनु पाए हुन्थ्यो, अझै बुझिन्थ्यो भन्ने लाग्छ भने पनि भन्न सक्नुहुनेछ। ल हामीसँग समय सकिन लागेको छ भाइ बहिनीहरु है। अब 10 नम्बर पनि बुझ्नु भयो। हामीले बोध र अभिव्यक्ति को 7 नम्बरदेखि 10 नम्बरसम्म गर्यौं है। बाँकी भएको अभ्यास फेरि अर्को कक्षामा छलफल गरौँला यसरी है। तपाईहरुले घरमा पनि अभ्यास गर्नुपर्छ है। गुरुआमाले मात्रै गर्दै त हुँदैन नि है। घरमा पनि लेख्ने, अभ्यास गर्ने, पढ्ने गर्नुपर्छ यसरी। गुरुआमा हजुर, यो हले सबै लेखाइदिनु भएको कपीमा गर्ने हो त गर्ने त हो नि। म तपाईहरुलाई लिंक पठाइदिन्छु, मेसेन्जरमा फोटो खिचेर स्क्रिनशट गरेर पठाइदिन्छु। जसरी हुन्छ तपाईहरुले शिक्षा लिने, कापीमा राम्ररी लेख्ने, अनि शुद्ध भयो कि भएन भनेर फेरि तपाईहरुले हेर्ने। गुरुआमाले पठाइदिनु भएको लिंक हुन्छ कि। गुरुआमा 9 नम्बरको देखाइदिनु न। ल ठीक छ, भाव विस्तार गर्नुहोस्। म तपाईहरुलाई लिंक पनि पठाइदिन्छु, हेर्नु होला है। लिंक चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। तपाईहरुले त्यो समूहमा ग्रुपमा पठाउँदा पुरै स्किप हुन्छ, त्यहाँ इमोजीहरु पठाउनुहुन्छ, देख्नुहुन्न। अनि गुरुआमाले जब पठाइदिनु हुन्छ नि आफ्नो मेसेन्जरमा चाहिँ के गर्ने त, शेयर गर्ने है। यदि अरूलाई देखाउन मन छैन भने फेसबुकमा पनि ओन्ली बी गर्न सकिन्छ नि, आफ्नो मात्रै बनाएर राख्दा पनि भयो। अझै तपाईहरुले शेयर गर्नुभयो भने तपाई जस्ता धेरै भाइ बहिनीहरुले यसरी लकडाउनको बेला पढ्न पाउनु भएको छैन हैन। कति भाइ बहिनीहरुलाई के हुन्छ, सहयोग हुन्छ के भाइ बहिनीहरु है। तपाईहरुको अरु साथीहरु पनि हुनुहुन्छ होला हैन, उहाँहरुलाई देखाइदिनु भए पनि हुन्छ। त्यो लिंक चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ। त्यस्तो गर्दा नि भयो। यदि गुरुआमाले तपाईहरुलाई पठाउनु भयो भने है, पठाउनु पनि पर्यो। तपाईहरुले अभ्यास त गर्नु पर्यो नि, क्रियाकारी त गर्नु पर्यो। सुत्दा सुत्ती चाहिँ तपाईहरुले यहाँबाट हेर्ने है। सबैजनाले यहाँबाट तपाईहरुले आफै जाँच गर्न सक्नुहुनेछ क्या, चेक गर्ने मेरो मिले कि मिलेन, मैले अशुद्ध पो लेखे कि भनेर हेर्न सक्नुहुन्छ। 7 नम्बरको भाव विस्तार गर्ने तरिका पनि सिकाएँ। तपाईहरुले यसलाई 3 अनुच्छेद बनाएर लेख्दा पनि भयो, एकै अनुच्छेदमा पनि सक्नुहुनेछ हैन, गर्न सक्नुहुनेछ। यसरी गर्न सकिन्छ। सुरुमा कसरी लेख्ने, बीचमा र अन्तिममा कसरी लेख्ने भनिसके। मातृभूमिको आवाज कविताको मूल भाव यो लामो प्रश्न अन्तर्गत पर्छ। सुरुमा कसरी थाल्ने, बीचमा के लेख्ने, अन्तिममा, यो त समग्र कविताको बारेमा लेख्नुपर्छ। फेरि यो मूल भाव चाहिँ 5 वटा श्लोक छ, त्यसको सबै कुराहरू तपाईहरुले मिलाएर लेख्ने। आफ्नै भाषामा पनि लेख्न सकिन्छ। 8 नम्बरको सकियो। अनि 9 नम्बरमा थियो हामीले कुनै पनि अनुच्छेदबाट प्रश्न बनाउन सक्छौं। यहाँ चाहिँ अभ्यासमा हामीलाई दोस्रो श्लोकबाट चाहिँ के भनेको छ, 3 वटा प्रश्न बनाउनुहोस् भनेको छ। गुरुआमाले 3 वटा प्रश्न बनाइदिइसक्नु भएको छ। तपाईहरुले अन्य श्लोकबाट चाहिँ घरमा अभ्यास गर्नु होला है। यसरी गर्नु होला है त। 9 नम्बरको बुझ्नु भयो नि, आफैले प्रश्न बनाउने क्या है, प्रश्न बनाउने। हामीले चाहिँ प्रश्न दिएको प्रश्नको चाहिँ उत्तर लेख्थ्यौं भने अहिले चाहिँ हामीले श्लोकबाट चाहिँ प्रश्न बनाउने। ल 9 नम्बरको हामीले यसरी गर्यौं। अनि 10 नम्बरमा चाहिँ एकदमै तपाईहरुको विचार खोजेको के यहाँनिर। तपाईहरुको भनाइ विचार के छ त, यी कुराहरु चाहिँ क्षमता मूल्याङ्कन गर्नको लागि यो प्रश्न बनाइएको हो। हिजो आज चाडपर्व बढी भड्किला र खर्चिला बन्दै गएका छन्। यस्तो अवस्थामा सुधारका लागि तपाई बालबालिकाहरु, तपाई विद्यार्थी भाइ बहिनीहरुको सुझाव चाहिँ के हुन्छ, अनुरोध के हुन्छ। आफ्नै परिवारमा समाजमा हुन्छ नि त यी कुराहरु त है। तपाईहरुले यसरी गर्न सक्नुहुनेछ। अनि उत्तरमा चाहिँ हिजो आज चाडपर्व बढी भड्किला र खर्चिला बन्दै गएका छन् भनेर तपाईहरुले प्रश्नकै कुरा लेख्न सक्नुहुनेछ। अनि अचेल जसरी पनि अरूलाई देखाउने, देखासिकी गर्ने, त्यो भन्दा म के कम भनेर तुलना गर्ने हैन, दाज्ने चलन छ नि त। यो चाहिँ एकदमै पटक्कै राम्रो कुरा चाहिँ होइन के भाइ बहिनीहरु है। यसलाई चाहिँ हामीले हटाउनु पर्छ हैन। हामीले यसलाई निर्मूल पार्नु पर्छ। बालबालिकाको पनि मुख्य भूमिका हुन्छ यसलाई हटाउनको लागि है। तपाईहरुले पनि यस्तो भूमिका निर्वाह गर्न सक्नुहुनेछ है। चाडपर्व रमाइलोको लागि र संस्कृति जोगाउनको लागि चाहिँ गर्ने हो क्या। हाम्रो रीतिरिवाज, चाल चलन, पुराना मान्यताहरूलाई चाहिँ जोगाउने
हैन जोगाउनको लागि गरिने हो। तर ऋणमा डुब्ने हैन त्यस्तो कुरा चाहिँ गर्नु हुँदैन। यो चेतना जगाउनु सबैको आजको काम हो भाइ बहिनीहरु है। ऋणमा डुब्न होइन भन्ने कुराको चेतना जगाउनु आवश्यक छ। तपाई भाइ बहिनीहरुले पनि यो कार्य गर्न सिक्नु होला। यहाँसम्म बुझ्नु भयो होला भन्ने लागेछ मलाई। बुझ्नु पनि भयो होला। ल धन्यवाद है। आज हामीले बोध र अभिव्यक्तिको 7 देखि 10 सम्म अभ्यास गर्यौं भाइ बहिनीहरु। कसैलाई मैले बुझिन गुरुआमाले अझै भनिदिनु भयो हुन्थ्यो जस्तो लागेछ भने भन्नु होला। नत्र भने हामी फेरि बाँकी अभ्यास अर्को कक्षामा गरौँला है। कार्यमूलक व्याकरण पनि छ, सृजनात्मक सिप पनि बाँकी छ। हामी अर्को कक्षामा गरौँला। आज भने बोध र अभिव्यक्ति हामीले गर्यौं। पाठ 1 को अभ्यास मातृभूमिको आवाज कविताको अभ्यास मध्ये बोध र अभिव्यक्ति त्यसमा पनि 7 देखि 10 सम्म गर्यौं। के छ सोध्नुपर्ने प्रश्नहरु? म्याम हजुर हैन गुरुआमा। ल कसैलाई के सोध्नु छ? यो अभ्यासहरु सबै नेपाली कपीमा गर्ने हो? सबै नेपालीमा नोट जस्तो बनाउने है। सबैजनाले नोट जस्तो बनाउने, राम्रो बनाउने, राम्रो अक्षर बनाउने, गुरुआमालाई फोटो खिचेर पठाउने है। सबैले गृहकार्य इमानदारीताका साथ अनुशासन भएर राम्रो अक्षर बनाएर पठाउनु होला। केही छ भने सोध्नु होला। आजलाई यति नै गर्नुपर्छ, नत्र भने केही छ कुशल? गुरुआमा मैले अस्तिको अभ्यास तपाईलाई पढाइदिनु भएको तपाईले हेर्नु नै भएन। ल हेर्छु है। अब धेरै जना हुनुहुन्छ, अब मिलाएर हेर्नुपर्छ सबैजनाको। रसो दीर्घ हेर्नु पर्यो हैन। सबै कुरा हेर्नुपर्छ नि त गुरुआमाले हैन। ल हेर्छु ल सबैको। त्यसो भए भाइ बहिनीहरु सबैले बुझ्नु भएको छ भने लागेछ है। बुझ्नु भएको छ भनेर पनि भन्नु भएको छ, ठिकै छ। हामी फेरि अर्को कक्षामा भेटौँला। यो अभ्यास यो गृह कार्य गर्नु होला। आजलाई भने यति नै। अर्को कक्षामा फेरि भेटौँला। भाइ बहिनीहरु नमस्कार, नमस्ते, बाइ बाइ। बाइ बाइ गुरुआमा। नमस्ते गुरुआमा।